अस्ति एकजना छिटो उत्ताउने नै गएर देखे प्रधानमन्त्री भाग्ने तयारी गरौँ, भाग्नका लागि हेलिकप्टरको सुविधा दिन्छौँ भनेर के सपना देख्न थाले यिनीहरू, के सपना देख्न थाले। हेलिकप्टरको सुविधा दिने कसले बोलायो मैले त्यति याद गरिनँ, तर एउटा अलिकति उत्ताउलै मान्छेले कसैले बोलेको छ। अनि यस्ता प्रकारका प्रयास भएका छन् र यो प्रयास रोक्न अग्रभागमा, प्रतिगमन रोक्न अग्रभागमा, देशको रक्षा गर्न अग्रभागमा, राष्ट्रिय हितहरूको रक्षा गर्न अग्रभागमा, नेपालको भूमिको रक्षा गर्न अग्रभागमा, नेपालका हक अधिकारको रक्षा गर्न अग्रभागमा, जनताका हक अधिकारको रक्षा। साथीहरू, प्रधानमन्त्री ज्यूले भनेको कुरा के कति यथार्थ हो कमेन्टमा भन्नु होला।